नमस्ते। आजको यो भिडियोमा चाहिँ मैले माई पावरमा न्यू लन्च भएको दुईटा पोर्टेबल पावर बैंकको बारेमा भन्न गइरहेको छु। न्यानो C11 10,000 mAh मा र न्यानो C21 20,000 mAh मा। अब यो 10,000 mAh लाई चाहिँ अनबक्सिङ गरेर हेरौँ है त। पावर बैंकको बक्स भित्र चाहिँ तपाईले पावर बैंक अनि पावर बैंकको एउटा चार्जिङ केबल जुन टाइप C हुन्छ र युजर म्यानुअल अनि वारेन्टी कार्ड पाउनुहुन्छ। यसमा तपाईले 10,000 mAh को पोलिमर ब्याट्री पाउनुहुन्छ र 22.5 वाट को म्याक्सिमम फास्ट चार्जिङ पाउनुहुन्छ। यो पावर बैंक चाहिँ तपाईको ABS मटेरियलबाट बनेको हुन्छ। एकदम तपाईको स्ट्रङ हुन्छ बिल्ड क्वालिटी पनि। तपाईले यसमा चाहिँ दुईवटा पोर्ट पाउनुहुन्छ, एउटा USB अनि एउटा टाइप C अनि एउटा डिजिटल डिस्प्ले पाउनुहुन्छ अनि दुईवटा चाहिँ अट्याच केबल पाउनुहुन्छ टाइप C र iOS मा। तपाईले अट्याच यो टाइप C बाट 22.5 वाट पाउनुहुन्छ र यो iOS बाट चाहिँ 10 वाट को चार्जिङ पाउनुहुन्छ। अनि इनपुट को लागि चाहिँ टाइप C पोर्ट हुन्छ जुनबाट तपाईले आउटपुट पनि पाउनुहुन्छ र इनपुट पनि भइहाल्छ। यो दुईटै मोडलको लुक्स डिजाइन सबै सेम छ, मात्रै यो 10,000 mAh मा र यो 20,000 mAh मा छ। यो दुईवटै मोडलको पावर बैंकहरु एकदम पोर्टेबल छ। हजुरले आफ्नो पकेटमा मजाले लिएर हिँड्न सक्नुहुन्छ। यी दुवै मोडलमा माई पावरको तर्फबाट 1 इयर को वारेन्टी पाउनुहुन्छ, जसमा तपाईले फिजिकल ड्यामेज बाहेकका सबै कुरामा चाहिँ क्लेम गर्न सक्नुहुन्छ। यो पावर बैंकहरु तपाईले दराज, माई पावरको अफिसियल वेबसाइट, शोरूम र नजिकैको मोबाइल शपमा पाउन सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ। हजुरलाई चाहिँ यो पावर बैंक कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। माइक चेक गर्नु। नमस्ते। हामी माई पावरमा भएको नयाँ दुईटा पावर बैंक